हेलो एभ्रिवान है आज मेरो छोरीले केक बनाएर ल्याएको छिन् है चीज केक यति राम्रो छ खै एकदमै मिठो छ के राखेको छ र यसमा सो तलको चाहिँ बिस्किट लेयर भयो हार्ड लेयर बिचको चाहिँ मेन चीजको एरिया भयो अनि माथिको चाहिँ चकलेट टपिङ जस्तै भयो सो तल चाहिँ मैले डाइजेस्टिभ बिस्किट र बटर मिक्स गरेर तलको लेयर बनाएँ सेकेन्डली चाहिँ दुध फाटेर अनि क्रिम हालेर अनि अलिकति बटर हालेर मिक्स गरेर सेकेन्ड लेयर बन्यो अनि थर्ड लेयरमा चाहिँ अलिकति बटर कन्डेन्स मिल्क अनि चकलेट मेल्ट गरेर राखेँ अनि फ्रिजमा सेट हुनलाई राखेँ 2 घण्टा राख्नु पर्यो कति मिठो छ है यति मिठो बनाएको छ हाम्रो छोरीले ल छोरीलाई यति मिठो स्पेशल केक बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद है वेलकम थ्याङ्क यू सो मच वेलकम सो मच